छ है तपाईहरुलाई हाम्रो भ्लगमा। हामी चाहिँ आज अब अपी बेस क्याम्पको यात्रामा निस्किँदैछौँ। हामी दुईजना तीनजना, दुईटा बाइक छ। र आजको यात्रा भने चाहिँ हाम्रो यहाँ अहिले हामी सिन्केलेक बजार, बैतडीको सिन्केलेक बजार भन्ने ठाउँमा छौँ। अब यहाँबाट 2 घण्टामा हामी गोकुलेश्वर बजार पुग्नेछौँ। त्यहाँबाट चाहिँ आजको बसाइ चाहिँ मकरीगढ, दार्चुलाको मकरीगढ भन्ने ठाउँमा हुनेछ। ल केटा हो, रेडी हो? हेर नि, अफिस जाँदै हुनुहुन्छ भने जानेबाट चाहिँ यही है, सिन्केलेक बजार हुँदै जाने हो, यो दार्चुला रोड। अहिले चाहिँ हामी यहाँ छौँ सिन्केलेक बजार। गोकुलेश्वरको बजार है। यहाँबाट केही सपिङ हाल्नु अनि जाऊँ ल। कहाँबाट किन्नु अगाडि पेट्रोल पम्प। अल राइट है त। यहाँ गोकुलेबाट आउने बेलामा एउटा दार्चुला जाने बाटो छ, एउटा यो बलाच गर्न जाने बाटो छ। यो अपी बेस क्याम्प चाहिँ यहाँ तल राइटवाला हो। बाटो चाहिँ अलि अफरोडै छ है, उता गर्नसम्म राम्रै थियो। यहाँबाट चाहिँ यो पुरै खच्ची छ। यो साधन नआउने हुन्छ भने अब खाल गरेर आउनु, अब बस गाडीमा आयो त के भएन, बोलेरमा आयो भने चाहिँ जान्छ मजाले। आफ्नै साधन बाइक स्कुटरहरू छ भने चाहिँ एकदम खाल गरेर आउनु होला। यहाँनिर चाहिँ यस्तो छ ल, बिजोग भयो होला बाइक फसेर। यो अफरोड चाहिँ यहाँनिर जस्तै छ, यो पुरै ढुङ्गै ढुङ्गा छ। एउटा बाइक त गयो, अब अर्को निकाल्नु पर्यो। यो बाटो हो पुरै, बाटो चाहिँ भिरको तल यहाँ चमेलिया नदी बगिरहेको छ तल। त्यो अगाडिको चाहिँ मकरीगढ है त। लगभग 6-6.5 घन्टाको बाइक राइड पछि हामी बल्ल मकरी। हेलो साथीहरू, गुड मर्निङ। के छ त? आज हाम्रो अपी हिमाल ट्रेकको चाहिँ सेकेन्ड डे है त। अहिले हामी मकरीगढ, यो भेहिकल आउने अन्तिम पोइन्ट हो यो अपी हिमाल बेस क्याम्प जाँदाखेरि। यहाँबाट चाहिँ यो हिँड्नुपर्छ, कोरेटो बाटो देखिराख्नु भएको छ, त्यही बाटैबाट जाने हो। अब हामी यहाँबाट चाहिँ हिँड्ने हो। अब आज मकरीगढदेखि हाम्रो सिमार छिरछिरे कहाँ पुगिन्छ त्यहाँसम्म हिँड्ने प्लान हो। अब कतिको हिँडिन्छ त्यो हिँडाइमा भर पर्छ। त्यही पनि अब बाटोमा रमाइलो गर्दै हिँड्ने हो, हिँड्न टाइम लागिहाल्छ। ठिक छ, अब कहाँसम्म पुगिन्छ? तपाईँ कहाँसम्म जानुहुने हो दिदी? अपी आजै पुगिन्छ? पुगिन्छ? हामी पुग्छौँ कि पुग्दैनौँ त? हामी पुग्न सकिन्छ आजै? अपी बेस क्याम्पमै हो उसले भन्नुभएको। आज हामी बेस क्याम्प नै पुगिन्छ अरे उहाँ चाहिँ। हामी त हेरौँ अब सकिन्छ कि सकिँदैन। हिँड्न सक्यो भने त हो, हिँड्न सकिएन भने के पुग्यो। यहाँ चाहिँ यस्तो खोला पुगिरहेको छ माथिबाट। यो खोला त्यो चाहिँ चमेलियाको खोला। केटाहरूलाई स्टिक चाहिँदैन? स्टिक हिँड्न गाह्रो भइरहेछ। यहाँ उकालो छ, पुरै उकालो। वाह भाइ, यस्तो उकालो, ठाडै उकालो। बाटोहरू चाहिँ धेरै कन्फ्युजिङ छ यार। बाटो कुन हो दाइ? तल? ए ठिक छ ठिक छ, तलको बाटो होइन। यहाँ पछाडि काका हुनुहुन्छ एकजना, उहाँ चाहिँ काफलदार भन्ने ठाउँसम्म जाने रे।
त्यहाँसम्म चाहिँ उहाँहरूले गाइड गरिदिनुहुन्छ हामीलाई। मकर गाडबाट हिँडेको 1.5 घन्टा भयो। हामी काफलदार भन्ने ठाउँमा आइपुग्यौँ है। अहिले बिहानको 8:30 बज्यो। 8 बजिरहेछ। अब हामी यहाँबाट यहाँ काकाको दोकानमा नास्ता गरेर अनि निस्किन्छौँ। तरेर राङ पुल रहेछ त्यो पुल। चमेलिया बगिरहेको तल चमेलिया। तलको पुल कटेपछि चाहिँ लास्टै उकालो रहेछ क्या। पुरै ठाडै उकालो छ घुसासम्म पुग्यो। माथि यो माथि पुग्नुपर्छ हामीले। यहाँ पुग्नुपर्छ। हिँड हिँड केटा हो। फुलै फुल लगाएको फुल हो कि आफै उम्रेको हो? फुल चाहिँ राम्रो छ। यहाँ यस्तो भिरमा है खर काटेछ बाटो। यस्तो यहाँबाट चाहिँ खर घाँसहरू बोकेर यस्तो भिरको बाटो ल्याउँछ। यो अगाडि देखिएको गाउँ चाहिँ घुसा गाउँ भन्छ। एकछिन रेस्ट गरेर हामी अगाडि। उकालो त अझै छ है। त्यो डाँडासम्मै उकालो छ। हामी करिब 3 घन्टापछि घुसा भिलेज पुग्यो है त। मकरगाडबाट हिँडेको 3 घन्टा भयो। 6:30मा हिँडेको अहिले 9:30 भइरहेछ। भइसक्यो 3 घन्टामा यहाँ सानो भाइहरूले काँक्रो ल्याइदिएछ। हरियो काँक्रो हामीहरूलाई। मकरी गाडदेखि 4.5 घन्टा 4 घन्टा हिँडेर नाली होमस्टेमा आइपुग्यौँ। अब यहाँ एकछिन खाना खाएर अनि अगाडि गइन्छ। अब खानाको लागि चाहिँ पहिले भन्नुपर्ने रहेछ। खाना खाने भए चाहिँ पहिले कन्ट्याक्ट गर्नु होला है त। कति छ यो नालीको हाइट? 2430 मिटर। ल एक तो एक ओलतिर त्यो सिमार कहाँ हो? सिमार पुराको पुरो हो। पुरो सिमार त हाम्रो कहाँ छ? सुक्लोगाड तै माथिबाट हो। सिमार तै माथिबाट हो सुक्लोगाड। तै माथिबाट हो सुक्लोगाड। अलराइट गाइज, अहिले चाहिँ हामी खाइकोट भन्ने ठाउँमा आइपुग्यौँ। बिहान 6:30 बजे मकरी गाडबाट हिँडेको। अहिले यो मकरी गाड हुँदै लिथी नाली हुँदै अरूबाट सिधी खाइकोट आइपुग्यौँ। आज कति 2:30 बज्न लाग्यो दिउँसोको। आजको बसाइ भनेको हाम्रो अब सिमार कि छिरछिरै हुनेछ। बेलुकाको अब 6 बज्न लाग्यो। हामी चाहिँ 11:30 घन्टा हिँडेर मकरी गाडबाट सिमार पुग्यो। सिमारको होमस्टे हो अगाडि। अलराइट गाइज, वेलकम टु डे 3 अफ अपी बेस क्याम्प ट्रेक है। अहिले हामी चाहिँ यो सिमार भन्ने ठाउँमा छौँ। बिहानको 7:30 बजिरहेछ। हिजो अलिअलि पानी पनि परेको थियो। अनि बिहानको 8 बजिरहेछ है। अहिले हामी अपी बेस क्याम्प ट्रेक डे 3 तेस्रो दिनको यात्रामा छौँ। बिहानको 8 बजिरहेछ। अब हामी अहिले सिमारमा छौँ। सिमारबाट धौलेउडार हुँदै आज हामी बेस क्याम्पमा पुग्ने सोच हाम्रो हो। अब हेरौँ बाटो कतिको छ। त्यहाँ माथि चाहिँ हिउँ परेछ। हिजो हिउँ परेर बाटो कस्तो भएको छ अब हेरौँ। भेडा च्याङ्रा होइन यो? मिक्स हो कि हो यो? हाइब्रिड? ए अहिले कहाँदेखि ल्याउनु भयो? भल्ले खोलादेखि? ए यो सबै तपाईँहरूको? अलराइट गाइज, हामी अहिले यो भल्ले खोला भन्ने ठाउँमा आइपुग्यौँ। कति हामीलाई 1 घन्टा 10 मिनट जति लाग्यो यहाँ आइपुग्न। अलिकति चाँडो हिँड्यो। 2 घन्टा लेखेको तल सिमारभन्दा माथि। यहाँ पछाडिको दृश्य चाहिँ यस्तो छ है त।
भोल्ले खोलाबाट चाहिँ यस्तो भ्यू देखिँदो रहेछ है त। लगभग 2.5 घन्टा सिमारबाट हिँडेर हामी धलेउडा भन्ने ठाउँमा आइपुग्यौँ। यहाँबाट अघि बेस क्याम्प अब कति छ, 1 घन्टा जति लाग्ला। यहाँ 2 घन्टा लेख्न त धलेउडाबाट बेस क्याम्प पुग्न 2 घन्टा लेखेको छ। अब अलिकति चाँडो हिँड्यो भने चाहिँ 1 घन्टामा पुग्न सकिन्छ कि भने यतै हो बेस क्याम्प चाहिँ। हामी यो धलेउडामा खाना खाइरहेको छौँ। लगभग अब हामी अपी बेस क्याम्पमा पुग्न लाग्यौँ है त। अपी बेस क्याम्पमा पुग्न लाग्यौँ। यहाँ माथि गएर यता जानुपर्छ बेस क्याम्प। यहाँ अगाडिबाट देखिरह त्यति राम्रो, यहाँ पछाडिबाट पनि देखिन्छ है। यस्तो दामी भ्यू। फाइनली गाइज पुग्यो अपी हिमाल बेस क्याम्प। दिस इज अपी हिमाल बेस क्याम्प। ओ डेन्जर हिमपात भइरहेको यहाँ ल अपी हिमाल बेस क्याम्पमा। ओ माई गॉड, फाइनली पुग्यो अपी हिमाल बेस क्याम्प है। 3900 मिटर्सको उचाइमा रहेछ ल। यहाँबाट राइड गयो भने कालीढुङ्गा ताल देखाइरह। अहिले हामी अपी बेस क्याम्पमा छौँ। डेन्जर हिमपात भइरहेको यहाँ पछाडि तपाईँ देख्नु सक्नुहुन्छ। हिमाल त देखिया छैन, अब यही हिउँ परेको हेर्नै जाने। हिउँमा रमाउने एकछिन अनि जाने। ल गाइस, अहिले यो अपी बेस क्याम्पमा धेरै नै हिमपात भइरह। अहिले हामी यहाँबाट फर्केर अहिले तल धलेउडा भन्ने ठाउँमा बस्छौँ। अब भोलि पनि घाम लाग्यो भने यो हिमाल खोल्यो भने माथि आइन्छ, नत्र त्यतैबाट घर गइन्छ है त। ल तपाईँहरू नि अपी आउने सोचमा हुनुहुन्छ भने एकदमै सही टाइम छ। ठाउँ पनि एकदमै राम्रो छ, फराकिलो, पुरै धेरै नै स्पेस छ। हिउँ पनि परे अहिले आउनु होला है त। अपी बेस क्याम्पबाट तल झर्ने बेलामा हिमपात पनि धेरै भारी भइरहेको के, चिप्लो छ एकदम बाटो। ओहो कति चिप्लो, यहाँ यस्तो भइरहेको चिप्लेर, यस्तो चिप्लो बाटो। ओहो वेलकम टु द डे 4 अफ अपी बेस क्याम्प ट्रेक है। अहिले हामी फेरि धलेउडाबाट यहाँ माथि अपी हिमाल हेर्ने भनेर जाँदैछौँ। हिजो त्यो कुहिरो लागेर हिउँ परेर केही देखेको थिएन। बेस क्याम्प सबै हिउँले ढाकेको थियो, हिमालहरू सबै हिउँले ढाकेको थियो। अहिले फेरि हामी माथि देखिन्छ कि भनेर आकाश खुल्ला भनेर माथि गइरहेछौँ। माथि आकाश खुल्यो भने हेरेर फर्किने। लेट्स होप बी पोजिटिभ। ल फाइनली हिमाल खुलिसकेको छ। यस्तो देखिया माथिबाट हेर्दाखेरि। ओहो चारतिरै हिउँले ढाक्या हिमाल। अलराइट गाइज, हामी फेरि अपी बेस क्याम्पमा आइसकेका छौँ। आज चाहिँ अलिअलि खुल्या, कति कम खुल्या यार। आज चाहिँ अलिकति क्लियर छ है, हिजोभन्दा त्यति खुल्या छैन। अपी हिमालै देखिया छैन, क्या हो। अलिअलि घाम लाग्यो, हिमाल लगभग खुल्न थालिसक्यो। ल एकछिन पछि त पुरै खुल्छ होला। अहिले ढाक्या माथि चुचुरो पनि देखिया। अपी हिमाल चाहिँ पुरै खुलिसकेको छ है, पुरै क्लियर देखिरह। गाइस फाइनली हिमालहरू, मुहान, चमेलिया नदीको मुहान हेरेर अनि हिमाल हेरेर हामी फर्किँदैछौँ। अहिले कति भयो, दिउँसोको कति बज्यो?
1 बजिरहेछ। यहाँबाट हामी अब सिधै रिटर्न टु होम। आज कहाँसम्म पुगिन्छ, अब सिधी कहाँ पुगिन्छ, त्यसपछि चाहिँ सिधै घर गइन्छ। ल अपी बेस क्याम्पको फुल भिडियो युट्युबमा हाल्छु, हेर्नु होला त सबैजना। अनि सबैजना आउनु होला अपी बेस क्याम्प। हेलो गरिदिनु ल केटाहरू। हेलो।